हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आज तपाईँहरूलाई म पेन ड्राइभलाई बुटेबल कसरी बनाउने त्यो सिकाउन गएको छु। तपाईँले कुनै पनि पेन ड्राइभ बुटेबल बनाउनुभन्दा पहिला तीनवटा कुराहरू हुनु जरुरी छ। जस्तो तपाईँको पेन ड्राइभ 8GB 8GB भन्दा माथिको, अनि अर्को तपाईँको के छ सेकेन्डमा सफ्टवेयर। यदि तपाईँलाई कमन लाइनबाट तपाईँलाई बुटेबल बनाउन आउन भने तपाईँलाई थर्ड पार्टी सफ्टवेयर तपाईँसँग हुनुपर्छ। र अर्को भनेको आइएसओ इमेज, जस्तो विन्डोज 7, 8, 10, 11 अरू कुनै पनि जस्तो तपाईँले जुन तपाईँको अपरेटिङ सिस्टम तपाईँको कम्प्युटरमा राख्न चाहनुहुन्छ त्यो सिस्टमको आइएसओ इमेज तपाईँसँग हुनुपर्ने हुन्छ। र मसँग अलरेडी के छ दुईवटा कुराहरू अलरेडी छ, दुई सब मसँग अलरेडी त सबै छ, तर तपाईँहरूलाई कसरी ती कुराहरू म्यानेज गर्ने, कसरी डाउनलोड गर्ने त्यो पनि सिकाउँछु। मसँग पेन ड्राइभ अलरेडी छ। यसलाई मैले पहिला मसँग पेन ड्राइभ अलरेडी छ, मैले यहाँ इन्सर्ट पनि गरेँ। मैले यसलाई काली लिनक्सको बुटेबल गराएको छु। यसलाई मैले फालेर यसमा विन्डोज 7 सायद 7 हो क्या, म 7A के गर्छु 7 को बुटेबल बनाउने छु। पछि मसँग पेन ड्राइभ त भयो। अब अर्को के चाहियो, सेकेन्ड हामीलाई के चाहियो सफ्टवेयर। सफ्टवेयरको लागि तपाईँले सफ्टवेयर डाउनलोड गर्नको लागि तपाईँको कुनै पनि इन्टरनेट ब्राउजर ओपन गर्नुपर्ने हुन्छ। मैले यहाँ गुगल क्रोम ओपन गरेँ। ओपन गरिसकेपछि यसमा के लेख्नु होला भनेपछि यसमा कस्तो प्योर पावर आइएसओ WN विन्डोज हानिसकेपछि सुरुमै आउँछ पावर आइएसओ। यसमा क्लिक गरेर तपाईँको के छ, तपाईँको सिस्टम 64 बिट हो कि 32 बिट, तपाईँको त्यही अनुसार तपाईँ डाउनलोड बटनमा क्लिक गर्नु होला। र यहाँ त्यसपछि डाउनलोड हुनेछ। डाउनलोड तपाईँको पावर आइएसओ डाउनलोड भइसकेको छ। डाउनलोड भइसकेपछि तपाईँले यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ। इन्स्टल गर्नको लागि मैले त्यो ओपन गरेँ। मैले यसमा क्लिक गर्छु। क्लिक गरिसकेपछि यसलाई तपाईँले इन्स्टल गर्नुपर्ने हुन्छ। इन्स्टलको लागि धेरै समय लिँदैन। क्लोज गरिसकेपछि फेरि के हुन्छ, यसलाई के गर्छ रिबुट गर्नुपर्ने हुन्छ। र म अहिले रिबुट गर्दैन, अहिले रिबुट नगरेर म यसलाई यति क्यान्सल गर्छु। र तपाईँको यहाँ के छ पावर आइएसओ इन्स्टल भइसकेको छ। इन्स्टल भइसकेको छ। म यसलाई केही पनि गर्दैन, एक्टिभेट पनि गर्दैन, केही पनि गर्दैन। र अब यो हामीसँग के भयो, दुईवटा कुरा भइसक्यो। के कुन कुन भयो, एउटा पेन ड्राइभ पनि छँदैछ, अर्को सेकेन्ड सफ्टवेयर पनि आइसक्यो भने अर्को हामीलाई के छ आइएसओ इमेज चाहिएको छ विन्डोज 7 को। अब तपाईँले कुनै पनि अपरेटिङ सिस्टमको आइएसओ इमेज डाउनलोड गर्नको लागि फेरि पनि तपाईँ यो इन्टरनेट ब्राउजरमा जानुपर्ने हुन्छ। मैले गुगल क्रोम ओपन गरेँ। अब यसमा गएर तपाईँले फेरि टाइप गर्नुपर्ने हुन्छ डाउनलोड विन्डोज 10 आइएसओ इमेज अनि इन्टर गर्नु होला। इन्टर गरिसकेपछि विन्डोज लेटेस्ट भन्ने छ, तपाईँ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ विन्डोज 10 को जुन छ अल एडिसन भन्छ 64 बिटको। तपाईँ कुन 632 या 64 बिट कुन डाउनलोड गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नु होला। मैले यो 64 बिट डाउनलोड गरेँ। यसमा क्लिक गर्छु। यसमा क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो डाउनलोड भइरहेको छ। म यसलाई अहिले डाउनलोड गर्दैन किनभने मसँग अलरेडी छ, त्यही भएर मैले अहिले स्टप गरेँ। अब यति भइसकेपछि हामीसँग के भयो, तीनवटा कुरा हामीसँग एभाइलेबल छ अहिले। पेन ड्राइभ पनि छ, सफ्टवेयर पनि छ, आइएसओ इमेज पनि छ। अब यति भइसकेपछि फेरि त्यो अघि इन्स्टल गरेको पावर आइएसओ सफ्टवेयर मैले ओपन गर्छु। त्यो ओपन पनि मैले डाइरेक्ट गरेर क्लिक गर्दै ओपन गर्दैन, किनभने हामीले यसलाई राइट क्लिक गरेर रन एज एडमिनिस्ट्रेटर के गर्नुपर्छ, यो तरिकाले हामीले के गर्नुपर्ने हुन्छ ओपन गर्नुपर्ने हुन्छ। ओपन गरिसकेपछि अब यसलाई म एक्टिभेट गर्दैन, एक्टिभेट छैन यो। टुल्समा गएर के गर्ने क्रिएट बुटेबल युएसबी ड्राइभ, हामीले के गर्नुपर्छ क्रिएट बुटेबल युएसबी ड्राइभमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यो मेरो पेन ड्राइभ रहेको छ 8GB को। हाम्रो सोर्स इमेज भनेको अघि जुन हामीले इमेज डाउनलोड गरेको थियौँ, इमेज भनेको आइएसओ इमेज जुन विन्डोज 7, 10, 8 तपाईँले जति हाल्न चाहनुहुन्छ जुन डाउनलोड गर्नुभएको छ त्यो, त्यसको लागि यो 3 डटमा क्लिक गर्नु होला। 3 डटमा क्लिक गरिसकेपछि तपाईँको त्यो डाउनलोड कहाँ भएको छ त त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। जस्तो मैले यसमा राखेको छु। मा गएर यो विन्डोज 7 अल एडिसन यो क्लिक गर्छु र ओपन गर्छु। ओपन गरिसकेपछि हाम्रो सबै भइसकेको छ। अब हामीले के गर्नुपर्छ, यसलाई स्टार्ट गर्दाखेरि मार्क्स चाहिँ यसले ओभरराइड गर्ने हो कि नै भन्छ। ओभरराइड गरिदिएपछि ओके गरेपछि यो अहिले के भइरहेछ बुटेबल भइरहेछ। यसलाई के गरेर राइट गरिरहेको छ, यसले केही समय लिन्छ। त्यसपछि हाम्रो यो पेन ड्राइभ अटोमेटिक बुटेबल भइसकेको हुन्छ। यो सफ्टवेयर जब कम्प्लिट हुन्छ तपाईँको 100%, त्यसपछि यो बुटेबल हुन्छ हाम्रो पेन ड्राइभ।
र तपाईँले यही पेन ड्राइभ युज गरेर तपाईँले कुनै पनि कम्प्युटर या कुनै पनि ल्यापटप फर्मेट गर्न सक्नुहुन्छ। त्यसमा जुन अहिले अपरेटिङ सिस्टम तपाईँले यसमा बुटेबल गराउनु भएको छ जस्तो विन्डोज 7 त्यो कम्प्युटर या पिसीमा तपाईँले यसलाई इन्स्टल गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ यस भिडियोमा यति नै, र अर्को भिडियोमा चाहिँ तपाईँहरूलाई यही पेन ड्राइभ युज गरेर कुनै पनि ल्यापटप या पिसीमा विन्डोज कसरी इन्स्टल गर्ने त्यो गरेर देखाउने छु। अहिलेसम्म यो भिडियो हेरेर मलाई साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।